Hello guys. Hello guys. Welcome back to Mansuna's vlog हैन अनि त्यो चाहिँ आईडी कार्ड लिन माथि गएको छ अनि हामी चाहिँ आज हाम्रो कलेजको लास्ट डे त्यही भएर चाहिँ हामी आज भाइबा पनि हो आज हामी कलेज सीएसको चाहिँ हिजै सकिसकेको थियो सोसल मात्र बाँकी छ हाम्रो चाहिँ बिजनेस पनि हो अनि त्यसपछि हामी चाहिँ बस कुदिरहेको यसको घर अगाडि महारानी माथि नै बेपत्ता हुनुभयो अनि बस आउने बेला भइसक्यो हैन बस आउने बेलै भइसक्यो आइ पनि सक्यो बस यो आउँदिन आइ यो पनि आइ बस पनि तल यहाँबाट हेर्दा जुमा राखेको जस्तो देख्दो रहेछ अम्मा चाहिँ हाम्रो बस पनि सक्यो के रे भाइबा सक्यो फाइनल्ली गाइस केही नभनिकन मार्क्स पाइयो मेरो 23 आयो मैले अलि आन्सर भन्नु मेरो पनि भन्नु अनि स्पेलिङ भन त AUSTRALIA यहाँ हाम्रो फाइनल्ली 12 सक्यो सिनेमा मेरो सर्टमा के दिँदैछ यसले त मलाई मासु निकालेको अब एन्सरको टल एन्सर लेख्न लागि चाहिँ मेरो सर्टमा गाइस अब यस्तो गाडी भन्छ पेनले लेख्दैछ गाइस म मेरो सर्ट म यसको सर्ट देखाइदिन्छु ल मैले लेख्दै हो यो चाहिँ हैन यो कपाल हटा न देखेन गाइस हाम्रो त सर्ट याद छ ल भइहाल्यो हैन यसको फोन आयो नयाँ बस स्ट्यान्ड गयो चाहिँ तिमीहरू लास्ट डे कस्तो लागिरहेको कलेजको मलाई छोडेर जानु पर्दा छ रे त्यही भएर सुभाष आएर त्यसले के हो त एन्जेलिनालाई छोडेर जानु पर्दा नराम्रो लाग्यो ल पुग्छ तिमीलाई तिमीलाई चाहिँ किन मलाई रमाइलो लाग्यो एउटा रमाइलो लागिरहेको भन के बस स्टपको पसललाई बस स्ट्यान्ड चक्लेट खान्छ भने चक्लेट राख्दैनन् रे अनि पेन सकाउँदैन भने पेन मात्र राख्छन् रे कस्तो हाँसु रे हाँस्यो नि एकचोटि मार्क्स खोले हाँस्दिन त्यो त सेम बुढाबुढी जस्तो देख्दा रहेछ वाउ ठ्याकै तिमी र चुप लुरे जस्तो आज मैले कपाल कल गरेर राम्रो देखिन्छ राम्रो देखिन्छ हेलो गाइज वेलकम टु माई न्यू ब्लग ओइ गाइज हाम्रो लास्ट डे यहाँ साइपेन किन्दै थियो उसले साइपेन तिमी लास्ट डे सबतिर खेल्थ्यो हेलो गाइज ये हामीले लगायौँ यसले कसले लादिस होइन सिलाइ पनि मेरो मैले यसले हो नि मनी दलाम न भने तनी तलाई त ग्रीन रहेछ मेरो भ्लगमा फर्स्ट टाइम आउँदैछ तिमीहरू हेलो ब्लू पेन छ ब्लू पेन छैन ग्रीन मात्र छ ल तिमी मेरो भ्लगमा आयो ल हेलो भिडियो बाई बाई चाँडै भेट्नुला अब बाहिर भेट्नुपर्छ यो भने मार्क मलाई याद राख्ने गाइजहरु डनमा कस्तो मुख नबिगा हाम्रो के बन्यो होला त नि यो त काली घसी भइछ हैन मेरो आउटफिट ल यिनीहरूको आउटफिट चेक बनाइदिने र अब ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे दिदी कुदियो अरु फोटो खिच्नु भने ओ कहाँ हो ल अब म यो जान्छु रे मलाई यसमा डिस्काउन्ट दिन्छ अरे तिमीहरू विदेशमा जाने सिमरनको त झन् आफ्नै ठुल्दै रे ए त्यसो त के भन्नु मेलामा राख्दै अनि फर्स्टमा गयो भने रोल नम्बर 1 हुन्छ रे ल 1 हुन्छ अरे के लास्ट डे हो कि होली हो मैले थाहा पाउनै सकिनँ आउनु है गाइस अब हामी जान्छौँ तिमीहरूलाई कस्तो लाग्यो बाई एकदम धेरै रुन्छ म लगी साइमेन ले त होली
छिटो गरेर चिज गर्ने फेभरेट दिदी ए नै ओके म चाहिँ के त त्यसमै म के त त्यसमै मोडो जस्तो राम्री हुन्छ छैन त हरिलन्डे जस्तो भनेपछि त सर्ट हुँदैन ओ सेट सक्यो भने एक दुई दिन सक्यो सक्यो यो दाइ के हो यो भोलि होला न त्यसो टुवेल सक्यो तिमी किन नलाएको त्यसै मन लागेन मलाई आइज यतिर खाली रहेछ म मेरो नाम ओइ यहाँ त ओइ एन्जो यताबाट खिच्का कलेज सके त एन्जोले बास लाउन त छोड्छ ल तिमी हरियो निलो रातो स्याहार भुइँ नगर है ल बस तिमीलाई म टेबल तानिदिन्छु ल ल बस के ठुस्छ भनेर बस्यो के भयो तिमीलाई पठाउन आउला भने टेन्सन भएन नि म पठाउ गरी पठाइदिनु तिमीलाई 10 रुपैयाँ टेन्सन नलिनु ल रहेछ त ल म फाइनली घर आएँ ओके बाई बाई घर आएर रेडी भइसक्यो चेन्ज गर्छ कि अब घर जान्छु अब हाम्रो भ्लग सक्यो आजको 12 सक्यो बाई